काले नवीन आमा जति बेला मलाई काले काले भन्नुहुन्छ। अन्तर्वार्ता लिन जान्छु भन्थ्योस् खाना पाइरहेको छु लु आइज खानालाई के को अन्तर्वार्ता? अन्तर्वार्ता छ क्या आज अन्तर्वार्ता छ। त नबुझ्या तिमीले सोच नहुँदा नि अन्तर्वार्तामा जानुपर्छ। अलिअलि खोकी लागेको त हो नि, मास लाउनु जाने नि। खोकी मात्रै लागेको भए त हुन्थ्यो, अर्कै भोकी लागेर पो मार्यो। सन्च नहुने बित्तिकै जे पाइ त्यसै नभन न यार, हुने कुरा गर न। बाबा अन्तर्वार्ता भनेको के हो? भोलि पर्सि ठुलो भएपछि थाहा हुन्छ तिमीलाई अन्तर्वार्ता भनेको के हो। म सिकाइदिन्छु हस् सुरो। अहिले मलाई डिस्टर्ब नगर, म अब माम खान्छु अनि त्यसपछि जुत्ता लगाएर अफिस जान्छु। बाबा हजुर कस्तो राम्रो हुनुहुन्छ, मलाई पनि हजुर जस्तै राम्रो हुन मन लाग्छ नि बाबा। तिमीलाई पनि म राम्रो बनाइदिइहाल्छु नि मेरो छोरो। चुल्ठो पाल न मम्मीको जस्तै च्याट्ट पारेर, कति राम्रो देखिन्छ। के हो धनेन्द्र दाई, छोरालाई फकाएर बसिराख्नु भयो? छोरालाई फकाउनै पर्यो नि, नत्र सताएर बस्नै दिँदैन। बाबा मलाई 2टा चाउचाउ किनिदिनु न। मम्मीले किनिदिइहाल्नुहुन्छ नि, त्यही पनि चाउचाउ खानुहुन्न नि छोरो। घरमै भएको रोटी चिउरा बदाम चना केराउ खानुपर्छ नि। कहाँ त्यस्तो जङ्क फुड खाने हो र? त्यस्तो जङ्क फुड पनि कोही खान्छ त? जङ्क फुड भनेको के हो भन्नु न त बाबा। जम भनेको पत्रु, चाउचाउ भनेको के हो थाहा छ? पत्रु खाना हो, कहिले खानुहुन्न है। जुस चक्लेट चाउचाउले तिमीहरूको पढ्ने क्षमता पनि वृद्धि हुँदैन, सुन्ने क्षमता पनि कम हुन्छ, दिमागले पनि काम गर्दैन। भइसक्यो।